बालेन शाह लिक्वान युको झल्को दिँदै रवि लामिछाने बने रियल नायक। यो कुनै फिल्म होइन, यो रियल हो। त्यो पनि नेपालको इतिहास पनि नयाँ कथा। यसको स्क्रिप्ट राइटर रवि लामिछाने, नायक पनि रवि लामिछाने अनि ट्विस्ट ल्याउने बालेन शाह हुन्। बालेन सरकार गठनको 1 महिनामै जादुको छडी चलाए जस्तै धेरै जसो काम भइरहेका छन्। नेपालको राजनीतिक परिदृश्य लामो समयदेखि उस्तै कथामा अल्झिरहेको थियो। अस्थिरता, आरोप प्रत्यारोप र जनतामा बढ्दो निराशा। तर पछिल्लो समय देखिएको दृश्य भने फरक छ। यहाँ न कुनै फिल्मी सेट छ, न कुनै कृत्रिम संवाद। यो वास्तविकताको कथा हो, जहाँ दुई फरक पृष्ठभूमिबाट आएका पात्रहरूले देशको कथा मोड्ने प्रयास गरिरहेका छन्। बालेन शाह, जसलाई धेरैले एक्सन प्राइम मिनिस्टरका रूपमा हेर्न थालेका छन्, उनको शासन शैलीले परिवर्तन ल्याउने संकेत दिएको छ। उनी औपचारिकता भन्दा काममा विश्वास गर्ने नेता हुन्। सिंहदरबारबाटै शासन सञ्चालन, आवन अनावश्यक भेटघाट र माला संस्कृतिको अन्त्य र सेवा प्रवाहमा देखिएको कडाई, यी सबैले उनी परम्परागत राजनीति भन्दा फरक रूपमा स्पष्ट छन्। उनको शैली कतिपयलाई कठोर लाग्न सक्छ, तर इतिहासले देखाएको छ परिवर्तन कहिल्यै सहज हुँदैन। सिङ्गापुरका संस्थापक नेता ली क्वान यूले सुरुवाती दिनमा यस्तै आलोचना झेल्नु पर्यो। आज सिङ्गापुर विकासको नमुना बनेको छ, त्यसको आधार त्यही कठोर निर्णयहरू थिए। नेपालमा बालेनले देखाइरहेको शैलीले धेरैलाई ली क्वान यूको झल्को दिएको छ। तर यो कथाको अर्को महत्त्वपूर्ण पात्र हुन् रवि लामिछाने। सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका उनी छोटो समयमै जनताको मन जित्न सफल भए। 2079 को निर्वाचनमा उनले देखाएको प्रभाव सामान्य थिएन। यो केवल मतको परिणाम मात्र थिएन, त्यो जनताको आक्रोश, अपेक्षा र परिवर्तनको चाहना थियो। रविको राजनीतिक यात्रा सहज थिएन। उनीमाथि विभिन्न आरोप, मुद्दा र विवादहरू खडा गरिए। सहकारी प्रकरणदेखि नागरिकता विवादसम्म उनी लगातार घेराबन्दीमा परे। तर उनले यसलाई आफ्नो राजनीतिक अस्तित्वको अन्त्य होइन, नयाँ सुरुवात बनाए। यहीँबाट उनी फिल्मी नायक होइन, रियल नायकका रूपमा उभिए। किनकि वास्तविक जीवनमा नायक बन्न अभिनय मात्र होइन, सङ्घर्षले निर्धारण गर्छ। रविले आफ्नो संयमता र जिम्मेवारीबाट त्यो प्रमाणित गरिसकेका छन्। 2/3 नजिक समर्थन पाएपछि पनि प्रतिशोधको भाषा प्रयोग नगर्नु, बरु जिम्मेवार शासनको वाचा गर्नु, यो सामान्य राजनीतिक व्यवहार होइन। उनको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले देखाएको परिपक्वता पनि उल्लेखनीय छ। विरोधी प्रति आक्रामक नबन्दै नीति र सुधारमा केन्द्रित रहनु यो नयाँ राजनीतिक संस्कारको सङ्केत हो। यता बालेन सरकारको पहिलो महिनाको कार्य सम्पादनले पनि मिश्रित तर प्रभावशाली सन्देश दिन्छ। 100 बुँदे शासकीय सुधार, सार्वजनिक सेवामा सुधार, अस्पतालमा 100% निशुल्क शैय्याको कडाइका साथ कार्यान्वयन, यी सबै निर्णयले जनतामा आशा जगाएको छ। तर सबै सकारात्मक मात्र पनि छैनन्। सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारको आलोचना हुने गरेको छ। हुकुमबासीलाई हटाउने क्रममा अपनाइएको शैलीमा अमानवीय भएको भन्दै प्रश्न उठ्ने गरेको छ। त्यसैगरी संसद अधिवेशन स्थगित गर्ने निर्णय, केही गिरफ्तारी प्रक्रियामा कानुनी कमजोरी र संघीय संरचना